यहाँ पाइथन प्रोग्राममा युजर डिफाइन्ड फङ्सन युज गरेर बनाइएको एउटा प्रोग्राम छ। धेरै नम्बर्सहरू चाहिँ युजरबाट इनपुट हुन्छ र त्यो नम्बरलाई सर्ट कसरी गर्ने, एसेन्डिङ अर्डरमा सानोदेखि ठुलो मिलाएर कसरी लेख्ने त्यसको बारेमा यहाँ प्रोग्रामलाई मैले चाहिँ एक्सप्लेन गर्न गइरहेको छु। हेर्नुहोस्, फर्स्टमा दिएको छ डिफ सर्ट नम्बर्स लिस्ट टु सर्ट। यो भनेको यहाँ पारेन्थेसिसभित्र जुन भेरिएबल दिएको छ लिस्ट टु सर्ट, यो लिस्ट टु सर्ट भनेको एउटा भेरिएबल छ, त्यहाँ अर्को कुनै अल्फाबेट राख्दा पनि हुन्छ। त्यस पछाडि तल यहाँ कमेन्ट लेखिएको छ। कमेन्टमा लेखिएको छ # सिम्बल युज गरेर चाहिँ दिएको छ युजिङ पाइथन बिल्ट इन सर्ट मेथड। यो चाहिँ कमेन्ट हो, यो चाहिँ नन एक्जिक्युटेबल स्टेटमेन्ट हो, एक्जिक्युट हुँदैन। त्यसपछि तल दिएको छ लिस्ट टु सर्ट डट सर्ट। अब यो सर्टले चाहिँ के गर्छ भने एसेन्डिङ अर्डरमा चाहिँ नम्बरलाई मिलाएर राख्छ। त्यसपछि यहाँ रिटर्न लिस्ट टु सर्ट दिएको छ। यहाँ रिटर्न युज नगर्दा पनि हुन्छ। यदि रिटर्न युज गर्दैन भने यहाँ प्रिन्ट युज गर्नुपर्छ। त्यस पछाडि अब मेन प्रोग्राममा हामीले के गर्नुपर्छ भने इनपुट गर्नुपर्छ। के इनपुट गर्नुपर्छ, कतिवटा नम्बरलाई हामीले चाहिँ एरेन्ज गर्ने हो त्यो कुरा चाहिँ इनपुट गर्नुपर्छ। त्यसमा एन भेरिएबल लिएको छ अनि इन्टिजर भनेको डाटा टाइप्स हो। अनि त्यस पछाडि इनपुट चाहिँ स्टेटमेन्ट हो इनपुट गर्ने। त्यस पछाडि कोष्टभित्र इन्टर हाउ मेनी नम्बर्स यु वान्ट टु सर्ट, कतिवटा नम्बरलाई सर्ट गर्नु गइरहेको भएको छ त्यो नम्बर चाहिँ इनपुट गर्नुपर्छ। त्यस पछाडि तल दिएको छ दिस लिस्ट इज इक्वल टु, अब यो बिग ब्र्याकेटलाई खाली राखेको छ। बिग ब्र्याकेटभित्र जुन यहाँ कुनै नम्बर दिएको छैन त्यो चाहिँ खाली रहन्छ अनि तल नम्बर इनपुट गरेपछि त्यहाँ जान्छ। जस्तै यहाँ तल दिएको छ 4i इन रेन्ज n। अनि त्यस पछाडि अब एलिमेन्ट भनेको भेरिएबल हो। अनि त्यस पछाडि यहाँ फ्लोट इनपुट इन्टर नम्बर्स, यहाँ फ्लोटको ठाउँमा इन्टिजर राख्दा पनि हुन्छ। त्यस पछाडि एफ भन्ने दिएको छ फर्मेटेड फर इन्टर नम्बर्स i प्लस प्लस। अनि त्यस पछाडि यो +1, अब कतिवटा नम्बर राख्ने त्यतिवटा आउँछ। त्यस पछाडि छ दिस लिस्ट डट एपेन्ड इलिमेन्ट। अब यसमा जुन नम्बर लिन्छ इनपुट गरिन्छ त्यो त्यसमा थपिँदै जान्छ। त्यस पछाडि यहाँ तल दिएको छ प्रिन्ट ओरिजिनल लिस्ट दिस लिस्ट, यो नलेख्दा पनि हुन्छ। मात्रै यहाँ सर्टेड लिस्ट चाहिँ लेख्दा हुन्छ सर्ट नम्बर्स दिस लिस्ट, यो भनेको भ्यालुलाई चाहिँ कल गरेको हो। अनि त्यस पछाडि आउँछ प्रिन्ट सर्ट लिस्ट एसेन्डिङ सर्ट लिस्ट। यो सर्ट लिस्ट भनेको भेरिएबल माथि जुन दिएको छ त्यो यहाँ आएको छ। यसरी चाहिँ प्रिन्ट यो प्रोग्राम लेखिसकेपछि अब हामी यसलाई रन गराउन गइरहेको छु। अब हेर्नुहोस्, अब यहाँ भनेको छ कुनै नम्बर हाल्नको लागि मैले यहाँ 10 वटा नम्बर हालेँ। दस 11 इन्टर गरेँ। त्यस पछाडि नम्बर छ। अब नम्बर मैले 34 हालेँ। त्यस पछाडि 65 हालेँ। त्यस पछाडि 23 हालेँ। त्यस पछाडि 65 हालेँ। त्यस पछाडि 12 हालेँ। त्यस पछाडि यहाँ 54 हालेँ। त्यस पछाडि यहाँ 31 हालेँ। त्यस पछाडि 16 हालेँ। त्यस पछाडि यहाँ 64 हालेँ। त्यस पछाडि यहाँ 26 हालेँ। त्यस पछाडि यहाँ 41 हालेँ। त्यसपछि यहाँ 52 हालेँ। अब हेर्नुहोस्, यो नम्बरलाई चाहिँ एरेन्ज गरेर राखेको छ सधैँ देखाइरहेको छ। प्रोग्राम इज फिनिस्ड। प्रोग्राम एसेन्डिङ अर्डरमा दिएको छ 12, 16, 23, 26, 31, 34 यो चाहिँ मिलाएर राखेको छ। अब यो प्रोग्राम यसरी चाहिँ
या